कोही टुटेको केटी भेटियोस् जसका आँखाहरू अब आँसु झार्न सक्दैनन्, किनभने उनी रोइसकेकी छिन् अन्तर आत्मासम्म, सासका हरेक टुक्रामा बगिसकेकी छिन्। उनीसँग कुनै कहानी छैन जो उसले कसैलाई भन्न सकोस्। उनीसँग छ त केवल ती अलिखित न्यानो सपनाहरू जुन अब चिसिँदै गएका छन् सपना जस्तै अधुरा भएर। ऊ हाँस्छे कहिलेकाहीँ, तर त्यो हाँसो ऐनामा आफैलाई नदेखिने बनेको छ, किनकि उसको हाँसोमा अब बाँकी छैन कुनै मधुरता। त्यो त केवल समाजका लागि एक बनावटी मूर्खौता हो। उसको मुटु एउटा खाली कोठा जस्तै भएको छ, जहाँ एकपटक कसैले बास गरेको थियो। तोडफोड गरेर गइसकेपछि आफ्नो अस्तित्वको छाया मात्र छोडेर। ऊ सुत्दिन रातभर, उसको निन्द्राहरू उडिसकेको छ, न सपनाको लागि न डरको लागि, तर केवल निराशाको बोझको कारण। कहिलेकाहीँ उसले आफ्नो शरीरलाई ऐनामा हेर्छ र आफैलाई सोध्छ, म के साँच्चै माया गर्न लायकको थिइनँ? के मेरो गल्ती थियो कि मैले न्यानो अँगालोको आशा गरेँ? ऊ टुक्रिएकी छ, सिर्फ मुटु होइन आत्मासम्म। उसले प्रेम गरेको थियो, त्यो एकहोरो थिएन, तर त्यो त्यस्तो थियो जसको गहिराई पुरुषले बुझ्न सकेन। र त उसले छोडेर गयो, कसैलाई नबताइकन चुपचाप। अनि त्यस दिनदेखि उसले आफैसँग कुरा गर्न छाडी। उसको आत्माले उसलाई धोका दिएको थियो जस्तो लाग्थ्यो। सारा सपना धुवाँ झैँ विलीन भएका थिए र उसले आफ्ना भित्ताहरूमा अब चित्र होइन छायाहरू टाँसेकी छिन्। उसको डायरीका पानाहरू अहिले कराउँछन्, रङ्गीन कलमका अक्षरहरू अहिले केवल कालो लाग्छन्। पहिला प्रेम थियो तिनमा, अहिले व्यथा छ, गहिरो घाउ छ। र म चाहन्छु कहिले कोही त्यस्तै टुटेकी केटी भेटियोस्, मायाको नमिठो परिभाषा चाखिसकेकी, अझै आशाको एउटा धोक्रो बोकिरहेकी। म उसलाई भन्नेछु, माया गरेकै कारण तिमी कमजोर होइनौ, तिमी त बलियो हौ, किनभने तिमीले आफूलाई भत्काएर पनि कसैलाई सम्पूर्ण माया दिन सक्यौ। म उसलाई कविता सुनाउन चाहन्छु, तर प्रेमका होइन, जीवनका कविता। उसको आभा सम्झाउने कविता, उसको ममतालाई बुझ्ने कविता। उसलाई म अँगालोमा लिन चाहन्न, सिर्फ बोझ कम गर्नका लागि। म त उसको मुटुका टुक्राहरू सयौं रात लगाएर जोड्न चाहन्छु, कहिल्यै नछोड्ने भरोसा सहित। उसको हरेक चुप्पीहरूलाई म सङ्गीत बनाउने छु, उसको हरेक आँसुलाई शब्द बनाउने छु र उसको हरेक टुटेको टुक्रामा आफ्नो आत्मा तास्ने छु। किनभने प्रेम भनेको त्यो हो जहाँ आफूलाई गुमाएर पनि अरूलाई पूर्ण बनाउने मनोभाव बोकेको हुन्छ। र उसले एक दिन मलाई सोध्नेछ, किन मलाई माया गर्छौ? म मुस्कुराउँदै भन्नेछु, किनकि तिमी पनि तिमी हौ, टुटेकी, चिसिएकी, तर अझै सधैँ झै सुन्दर भित्रैदेखि।
म उसलाई सम्झाउने छु कि पीडाबाट भाग्ने होइन, त्यो बाँच्ने कला सिक्नुपर्छ। जसरी सुक्दै गएको फूल फेरि नयाँ पालुवामा परिणत हुन्छ, तिमी पनि उठ्नेछौ, तर यो पटक बलियो भएर। हाम्रो प्रेम सिंगारिक होइन, त्यो त आध्यात्मिक हुन्छ, जहाँ हरेक दिन तिमीले आफै भित्र हराएको उज्यालो भेट्नेछौ। म उसको लागि कुनै राजकुमार होइन, एक साधारण आत्मा बन्नेछु, जो प्रत्येक साँझ उसको मौनता बुझेर र प्रत्येक बिहान उसको चोटहरूमा मलम लगाएर उसको आत्मालाई फेरि मुस्कान दिन चाहन्ने। ऊ फेरि जिन्दगीमा फर्कनेछ, हाम्रो हात समाएर होइन, आफ्नै खुट्टामा अडिएर। र म त्यसलाई टाढाबाट हेर्नेछु, नायक होइन, एक साक्षी भएर उसको पुनर्जन्मको। किनभने साँचो माया भनेकै त्यही हो, जहाँ प्रेम आफैमा पनि स्वार्थ होइन, आत्मा हुन्छ। त्यो केटी जो टुटेकी थिए अब फेरि उठेकी हुन्छ, उसको आँखाहरू फेरि बोल्ने हुन्छन्, उसका हातहरू फेरि सृजना गर्न थाल्छन्, र उसका गाला फेरि हाँसोले उज्यालो बनाउँछन्। तर त्यो हाँसो यो पटक साँचो हुन्छ, किनभने उसले आफ्नो पीडालाई बुझेकी हुन्छ, स्वीकारेकी हुन्छ, र त्यसलाई नै शक्ति बनाएकी हुन्छ। त्यस दिन म चुपचाप उसको सामु उभिएको हुन्छु, र ऊ मुस्कुराएर भन्छे, अब म ठिक छु। त्यो दिन मेरो प्रेम पुरा हुन्छ, न अङ्गालोमा न चुम्बनमा, तर उसले फेरि आत्मालाई माया गर्न थालेकी दिनमा। किनकि म चाहन्थे कोही टुटेको केटी भेटियोस्, तर अन्त्यमा म टुटेको आत्मालाई फेरि उज्यालो बनाउने एउटा शान्त सहारा बन्नु। र जब जिन्दगी फेरि उसँग मुस्कुराउँछ, त्यही क्षण मेरो प्रेमले सबैभन्दा ठुलो जित पाउँछ। बिना स्वार्थ, बिना अपेक्षा, सिर्फ साँचो मायाको रूपमा। त्यो दिन म बोल्दिन, किनकि उसले आफै भित्र शून्यता भरेर पहिलोपल्ट सास लिएकी हुन्छ। म उसको छेउमै उभिएको हुन्छु, तर सहाराको रूपमा, कहिल्यै बोझ नबनेर। कोही टुटेको केटी भेटियोस्।